नमस्कार, हार्दिक स्वागत छ कार्यक्रम स्थानीय सरकारमा। कार्यक्रम स्थानीय सरकार तपाईँले यतिखेर रेडियो बिहानी 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा हाम्रो इन्टरनेट अनलाइन प्रसारण www.radiobihanي.org.lp मा प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने हाम्रो पात्र रेडियो बिहानीको अफिसियल फेसबुक पेजमा कार्यक्रम स्थानीय सरकार यतिखेर सुनिरहनु भएको छ, हेरिरहनु भएको छ। हामी कार्यक्रम स्थानीय सरकार हरेक हप्ताको शुक्रबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म लिएर आउने गरेका छौँ। हामी कार्यक्रम स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिसँग रहेर कुराकानी गर्दै आइराखेका छौँ। हामी आज पनि एकजना अतिथिसँग कुराकानी गर्ने जमर्कोमा छौँ। हामी तारकेश्वर गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष सूर्यमान श्रेष्ठसँग रहेर यहाँको विकास निर्माणको कार्यसँग सम्बन्धित केही जिज्ञासा, प्रश्न छलफल गर्नेछौँ। तारकेश्वर गाउँपालिका वडा नम्बर 3 को समग्र विषय शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, भौतिक पूर्वाधार र वडा कार्यालयबाट सेवा प्रदान गरिराखेका सेवाका विषयमा र जनसहभागिता अनुरूप विकास निर्माणको कार्यहरू कसरी अघि बढिराखेको छ, जनताको आवश्यकता असीमित हुने गर्छ, सीमित स्रोत साधनमा समन्वय गरेर गाउँपालिका प्रदेश र सङ्घसँग समन्वय गरेर तारकेश्वर गाउँपालिका वडा नम्बर 3 को विकास निर्माण कार्यलाई कसरी अघि जोड्ने भन्ने विषयमा हामी वडा अध्यक्षज्यूसँग कुराकानी गर्नको निमित्त आज वडा कार्यालयकै भवनमा वडा कार्यालयमै रहेर हामी उपस्थित भएका छौँ। अध्यक्ष, स्वागत छ कार्यक्रम स्थानीय सरकारमा। नमस्कार। आराम हुनुहुन्छ? हजुर, आराम। निर्वाचित हुनुभएको 3 वर्ष लगभग पुरा भयो। 3 वर्ष अगाडि निर्वाचनमा उम्मेदै गर्दा तारकेश्वर 3 नम्बर वडाका वासीहरूमा के प्रतिबद्धता जारी गर्नुभएको थियो? मैले जितेँ भने यति काम चाहिँ गर्छु है, तपाईँको मतलाई खेर जान दिन्न भनेर गर्नुभएको प्रतिबद्धता 3 वर्षमा के पुरा भयो र के बाँकी होला? अब निर्वाचनमा हुँदाखेरिको कुरा गर्दा निर्वाचनमा अब जानको लागि त अलिकति चुनौती नै हुन्छ थाहा छँदैछ। निर्वाचनमा हुँदाखेरि हामीले जुन बोलेका कुराहरू जस्तो खानेपानी, पहिलो मुख्य त प्राथमिकता खानु जनतालाई अब खानेपानी, सडक, शिक्षा, स्वास्थ्यको विषयमा सुशासन को ल्याउने हाम्रो खालको जमर्को जुन प्रतिबद्धता थियो त्यसलाई नै अहिले हामी निर्वाचित भइसके पश्चात जुन अहिले यो 3 वर्ष हाम्रो यो 3 वर्ष रनिङ चलिरहेछ। अब अहिले तेस्रो वर्षको बजेट पनि लगभग अस्ति असार 10 गते सभा गाउँसभा भइसक्यो। सिलिङ वाइज बजेट हामीले विनियोजित गरेका छौँ र अब अहिले यो 3 वर्षमा अब अघि नै हजुरले भनिसक्नुभयो, जनताका माग असीमित हुन्छन्। अब हामीले सीमित तर मात्रामा स्रोत साधनले भ्याएसम्मका कुराहरू जस्तो अहिले यो 3 वर्ष मेरो जुन निर्वाचित कार्यकालमा चाहिँ अब यो हुन त फेरि अघि यो 3 वर्ष भन्नुभयो, फेरि म चाहिँ अघिल्लो 74 सालको पनि निर्वाचित जनप्रतिनिधि म आफै भएको 3 नम्बर वडाको चाहिँ म आफै भएको हुनाले निरन्तर रूपमा चाहिँ अहिले 8 वर्ष जनताको सेवामा लागिरहेको छु। यो लामो समय रनिङ पश्चात राजनीतिक पृष्ठभूमिबाट निर्वाचित भएर जनताबाट निर्वाचित भएर आइसके पछाडि राजनीतिक पूर्वाग्रह नलिकन मैले यहाँ वडाभित्र रहेका जुन खानेपानी, विशेष पहिलो फोकस हाम्रो खानेपानी नै थियो। अघिल्लो कार्यकालमा चाहिँ मैले एउटा खानेपानी मुहान स्रोतको व्यवस्थापन गरेँ, त्यो एउटा दर्ता गर्ने काम भयो र पछिल्लो कार्यकाल भए पश्चात फेरि एउटा खानेपानी चाहिँ हाम्रो यहाँ ल्याउने काम भएको छ। अझ तै पनि अब त्यही हजुरले भन्नुभयो स्रोत साधन सीमित मात्रामा हुने भएको कारणले हाम्रो लागत 5 करोड थियो। हजुर, त्यो 5 करोडको खानेपानीको योजनालाई सम्पूर्ण गर्नको निमित्त वडाको मात्रै बजेटले तपाईँहरूलाई भौतिक पूर्वाधार विकासको निमित्त गाउँपालिकाबाट छुट्याएको बजेटले त्यो त पुग्दैन। त्यो 5 करोड ल्याउन पनि वडामा समस्या, त्यसको लागि कसरी पहल कदमी गर्नुभयो? अब हामीले अहिले सङ्घ र प्रदेशहरूमा विशेष गरी अब सङ्घ र प्रदेशबाट पनि अब यो माघ फागुनतिर चाहिँ यो समपूर्वक विशेष अनुदानका योजनाहरू माग्ने कामहरू गाउँपालिकामा पत्रचार हुन्छ। विशेष गरी हामीले पहिलो प्रस्ताव विशेष अनुदान समपूर्वक योजनाहरूमै पहिलो नम्बरमै हामीले खानेपानी हो, खानेपानी फोकस गर्नुपर्छ भनेर गाउँपालिकाबाटै, किनभने अब हाम्रो तारकेश्वर गाउँपालिकामा 6वटा वडामध्येमा अलिकति खानेपानीकै अत्याधिक प्रभाव भनेकै हाम्रो यही साविक तालुका गाविसलाई चाहिँ अलिक फोकस गरेर अब सबै साथीहरूले चाहिँ यसैलाई फोकस गर्नुपर्छ भन्ने हिसाबले हामीले निर्णय गरेर पठाएपछि यो 3 वर्ष कार्यकालमा हामीले लगभग 1.5 करोडदेखि 2 करोड अहिले यो आर्थिक वर्ष हामीले काम सम्पन्न गर्दा 2 करोडको धाराहरूको काम गर्छौँ। अहिले 60-65 वटा धारा बन्यो। अब फेरि यो आर्थिक वर्ष पनि फेरि अहिले सङ्घ सरकारबाट 65 लाख
प्रदेश सरकारबाट 65 लाख फेरि बजेट व्यवस्थापन भएको छ। अब स्थानीय तहले त अब हामीले 65-66 लाख 2 करोड पैसा त्यसतिर त्यो कन्भर्ट गर्ने हो भने फेरि अन्य विकास भौतिक निर्माण शिक्षा स्वास्थ्य जुन कृषिहरूलाई हामीले बजेट सीमित मात्रामा बजेट हुने भए हुनाले अलिक कम सम्भावना हामी संघ र प्रदेशकै बजेटलाई विशेष फोकस गरेर हामीले बिचमा यसपालि यही चलिरहेको आर्थिक वर्ष थप बजेट खानेपानीसँग पनि आएर गरेर फेरि 35 लाख रुपियाँ थप गरेर फेरि अहिले यही नजिकै वडा कार्यालय नजिकै आसपासमा एउटा दलित बस्तीहरू थियो त्यो बस्तीहरू फेरि पनि 40-50 वटा धारा कति बन्छ अब त्यसले बनाउने भनेर फेरि लागिरहेछ निरन्तर काम भइरहेछ फेरि पनि बजेट व्यवस्थापन भएको छ त्यसलाई क्रमशः रूपमा सम्पन्न गर्ने भन्ने चाहिँ खानेपानीको विषयमा साबिकको तालुका गाविस यति बेला तारकेश्वरको 3 नम्बर ओडा र यहाँ पानीको स्रोत र मुहान चरम समस्या र एउटा आर्थिक हिसाबले जनप्रतिनिधि भइसकेपछि आर्थिक फन्ड जुटाउनुको निमित्त सङ्घ र प्रदेशसँग तपाईँले समन्वय गर्नुपर्ने एउटा बाध्यता छ। त्यो सँगसँगै यही ठाउँमा यही भूगोलमा पानीको मुहानहरू चाहिँ नभएको कारणले झन् व्यावहारिक हिसाबले पनि समस्या तपाईँले अघि पनि भन्नुभयो कतिपय मुहान दर्ता गर्ने प्रक्रियामै अलिकता समस्या जस्तो पनि सामाजिक सञ्जालमा बाहिर आएको थियो होइन। त्यो दुवै कुराको समस्याको समाधान गर्नको निमित्त उद्धत भएर लागिरहनु भएको छ। यो कन्डिसनमा यो अवस्थामा जनसमुदायको स्थानीयवासीहरूको सहयोग र हौसला नैराश्यता कतिको पाउनु भएको छ? त्यसको विषयमा पनि अब स्थानीयहरूले उपभोक्ताहरूले पनि राम्रै साथ दिएको थियो। मुहान दर्ता गर्ने सवालमा चाहिँ अलिकति विवादित अब त्यहीँ अब जुन हामीले अब मुहान दर्ता गर्ने भनेको अब कृषि क्षेत्र हाम्रो नुलेकण्ठ नगरपालिका 1 नम्बर वडा र हाम्रो तारकेश्वर 3 नम्बर वडा सिमानामा एउटा खोला छ हाम्रो यो साँधी खोला भन्ने खोला छ। त्यो खोलामा चाहिँ एउटा जोरघट्ट भन्ने स्थानमा चाहिँ एउटा मुहान थियो। त्यो मुहान चाहिँ अब हामीले अब दर्ता गर्ने भनेर लाग्दाखेरि अब केही साथीहरूसँग कम अलिक समन्वय त अब गरेकै थियौँ तैपनि साथीहरूले अब हामीले के हो भने चाहना मुख्य पहिलो प्राथमिकता खानेपानी हो त्यस पछाडि सिँचाइ हो भन्ने कुरा हो। त्यहाँका उपभोक्ताहरूको चाहना हुन्छ हाम्रो त्यहाँ पानी व्यवस्थापन उता कन्भर्ट गरिसकेपछि हामीले हाम्रो सिँचाइ चाहिँ सबै ठप्पै हुन्छ यसलाई दिँदैनौँ भनेर अलिकति खालको थोरै केही समय विवादमा आयो। त्यसलाई पनि हामीले अब स्थानीय सरकारवालाहरूसँगै बसेर छलफल गरेर उहाँहरूका पनि मागहरूलाई सिँचाइका ट्याङ्कीहरू बनाउने केही पानीहरू चाहिँ त्यहाँ पनि ट्याङ्की सिँचाइ ट्याङ्कीमा पनि जाने बनाउने भनेर उहाँहरूका पनि विकास निर्माणका योजनाहरू यो क्रमबद्ध रूपमा चाहिँ सम्बोधन हुँदै गइरहेछ भइ पनि रहेछ काम पनि भइरहेछ। अहिले लगभग हामी जुन त्यहाँका जुन खेती किसान गर्नेहरू हुन्छन् त्यहाँ उर्वरा भूमिमा चाहिँ त्यो पानीको स्रोतलाई हाम्रो ट्याङ्कीहरू बनाउने कुलकुलेसाहरू बनाउने कामहरू लगभग हामीले 75% गरेर 25% बाँकी छ। 25% चाहिँ फेरि हामी अझै यो आर्थिक वर्ष फेरि त्यसलाई बनाउने भन्ने पक्षमा चाहिँ सोच्छौँ। भनेपछि अब तारकेश्वर 3 नम्बर वडावासीले यहाँको अबको 2 वर्ष कार्यकाल बाँकी छ। यो कार्यकालमा चाहिँ सबै जनसमुदायले स्वच्छ पिउने पानीको प्रत्याभूति गर्न सक्छन्। अब हामी सब प्रयास गरिरहेछौँ सर। अब मैले ठ्याक्कै अब सम्पन्नै हुन्छ भन्ने चाहिँ छैन किनभने यो अघि भन्नुभयो जस्तै अब आवश्यकता अब धेरै छ स्रोत साधन सीमित मात्रामा छ। अब हामी यसलाई कसरी लान लागिरहेछौँ भने हामीले सङ्घ र प्रदेशले हरेक वर्ष अब यो गरिदियो अर्को वर्ष 2 वर्ष त अझै बाँकी छ। यो 2 वर्ष बाँकी समयमा बजेट हामीले व्यवस्थापन गरिदियौँ भने के अरे सङ्घ र प्रदेशबाट बजेट व्यवस्थापन भयो भने अब सम्पन्न हुन्छ जस्तो पनि लाग्छ किनभने लगभग 2 करोडको काम भइसकेको छ। अब बाँकी र 3 करोडको फेरि वर्ष हुँदै फेरि त्यसको पनि महँगी पनि त्यही अनुसार बढ्दै जान्छ। त्यसै थोरै मात्रामा त्यसको पनि बढ्ला। लगभग हाम्रो उद्देश्य भनेको 650 वटा घरधुरीमा धारा एक घर एक धारा बनाउने भन्ने उद्देश्य हो। अहिले हामीले अब लगभग अब यो अहिले अन्तिम अब यो मसान्तसम्म काम गर्दाखेरि लगभग 100 धारा बनाउँछौँ। अब भनेको लगभग मुख्य जटिल काम सकिएको छ। अब भनेको धारा निर्माण गर्ने र घरमा चाहिँ मिटर सिटर फिट गर्ने हो। त्यो हुनाले यसपालि चाहिँ लगभग 60, 66 र 65ले गर्दाखेरि लगभग जम्मै 1 करोड 30 करोडको 1 करोड 30 लाखको हारामा बजेट हुन्छ। 25-26 लाख कति हुन्छ सर होइन ठिक हो भने त्यो बजेटबाट चाहिँ अब हामी धेरै धारा निर्माण गर्न सक्छौँ। लगभग यो मेरो यो 2 वर्ष अवधिमा सम्भव सम्पन्न हुन्छ। यो हुन त तपाईँले अघि पनि भन्नुभयो अघिल्लो कार्यकालको वडा अध्यक्षको भूमिका पनि निर्वाह गरिसक्नु भएको छ र दोस्रो कार्यकालमा हुनुहुन्छ निकै अनुभवी पनि हुनुहुन्छ
यो विकास निर्माण र जनतासँग जोडिने कुरा, सङ्घ र प्रदेशसँग समन्वय गर्ने कुरा। र यति बेला हुन त तपाईँ आज वडावासीको अभिभावक हुनुहुन्छ, सार्वजनिक व्यक्ति हुनुहुन्छ, तपाईँको आफ्नै पार्टी भन्ने हुँदैन। हिजो पार्टीले टिकट दिएका किन हो, तर जनताको सेवा गर्नको निमित्त तपाईँ जनप्रतिनिधि होइन। यो भन्दै गर्दा तर पनि नेपालको परिवेश र राजनीतिसँग जोडिनै हाल्छ। यसरी कुराकानी गर्दै गर्दा आज तारकेश्वर गाउँपालिका तपाईँको आफ्नै पार्टीबाट निर्वाचित भएको अध्यक्ष हुनुहुन्छ, प्रदेशमा नुवाकोटबाडी जानुभएको मुख्यमन्त्री हुनुहुन्छ, सङ्घमा पनि यति बेला नेपाली काङ्ग्रेस एलायन्समा राष्ट्रिय सरकार छ। यो कन्डिसनमा तपाईँको आवश्यकतालाई नेतृत्वसँग जोडिएर अर्को वर्ष चाहिँ मैले एक घर एक धारा 650 घरलाई नै पूर्ण रूपमा काम गर्न सक्छु भन्ने वातावरण बन्छ कि भन्ने जनअपेक्षा छ। त्यो जनअपेक्षा यसपालि हामी यो सम्पन्न अब कति हुन्छ र अब ठोसमा मैले भने अब हामीले सङ्घ र प्रदेशमा अब जुन अहिले तपाईँले भन्नुभएको जस्तै राजनीतिक कुराहरू अब तपाईँले भन्नुभएको जस्तै हामी एउटा सार्वजनिक व्यक्ति जनताबाट निर्वाचित भइसकेपछि जो पार्टीबाट निर्वाचित भएर आए पनि अब हामीले भनेअनुसार सङ्घ र प्रदेशले पनि अब देखिहाल्नु भएको छ गठबन्धन सरकार। अब सङ्घलाई पनि हामीले विशेष अनुदानमा खानेपानीको बजेट व्यवस्थापन गर्नुपर्छ भनेर हामीले गाउँपालिका कार्यपालिकाबाट नीतिगत निर्णय गरेर पठाएको थियौँ। 66 लाख बजेट व्यवस्थापन भएको छ। प्रदेश सरकारमा पनि अब तपाईँले भन्नुभयो अब यही नुवाकोट जिल्लाकै अब मुख्यमन्त्रीजी हुनुहुन्छ, उहाँले पनि अब नुवाकोट जिल्ला आफ्नो निर्वाचन क्षेत्र मात्रै नहेर्नु, नुवाकोट जिल्ला समग्र बागमती प्रदेश हेर्नु परेको 13-14 जिल्लाका सबै जनताहरूको अब जनगुनासोहरूलाई समेट्न पर्ने, अब त्यहाँ मन्त्रीहरूको पनि सबै कुराहरूलाई अब सम्बोधन त गरिदिनै पर्ने भएको उहाँले पनि सक्दो प्रयास गरेर अहिले चाहिँ खानेपानीलाई अहिले फेरि 65 लाख रुपियाँ व्यवस्थापन गर्नुभएको छ। समग्र नुवाकोट जिल्ला के अरे समग्र तारकेश्वर गाउँपालिकालाई उहाँ मुख्यमन्त्री भए पश्चात भन्ने बित्तिकै गएर हिउँदे अधिवेशनमा त्यहाँ विभिन्न काम त्यो मुख्यमन्त्री कार्यालयबाट हुन नसकेका कामहरू को बजेटलाई कन्भर्ट गरेर हिउँदे अधिवेशनबाट लगभग थुप्रै योजनाहरू हाम्रो यहाँ चाहिँ तारकेश्वर गाउँपालिकामा सम्बोधन भएका योजनाहरू जस्तै छ। हामी यो छत्रे खोला बुधसिंह बाटो चाहिँ तपाईँको जम्मा 70 लाख मात्रै थियो। उहाँ मुख्यमन्त्री भए पश्चात नै गएर उहाँले अब अन्त खर्च हुन नसकेका बजेटहरूलाई यसलाई चाहिँ मैले 16 करोड बनाइदिएँ, यसलाई बहुवर्षीयमा भनेर उहाँले व्यवस्थापन गरेर 16 करोडको ठेक्का परिसकेको अवस्था छ। निर्माण व्यवसाय चाहिँ अब अस्ति हामीले हिजो बिहान मात्रै उहाँलाई एउटा सार्वजनिक सुनाइ डिपिआरको सार्वजनिक सुनाइहरू एउटा स्रोतको रकमको सुनिश्चित बनाउनको निमित्त चाहिने भएर हामीले हिजोसम्म सार्वजनिक सुनाइहरू पनि प्रक्रियाहरू पनि गरेर पठाइसकेका छौँ। मलाई जहाँसम्म लाग्छ उहाँले पनि अब सकेसम्म आफ्नो निर्वाचन क्षेत्र भनेर होइन नुवाकोट जिल्लालाई अलि आफ्नो निर्वाचन क्षेत्र आफू जन्मिएको भूमि अब राम्रै गरिरहनु भएको छ। यो आर्थिक वर्ष पनि सरस्वती हेर्दाखेरि अब हाम्रो तारकेश्वर गाउँपालिकामा लगभग प्रदेश सरकारबाट चाहिँ सरस्वती हाम्रो सबै हाम्रो तारकेश्वर गाउँपालिका 6 वडामा केही सिँचाइ खानेपानी सडकलाई पूर्वाधारको कुराहरूलाई जोडेर समग्र रूपमा हाम्रो प्रदेशबाट चाहिँ लगभग 22 करोड 22.5 करोडको हाराहारीमा बजेट व्यवस्थापन भएको छ। यो आर्थिक वर्षमा चाहिँ प्रदेश सरकारको बजेट सिलिङ पनि पेश भइसकेको अवस्था छ। तपाईँको वडाभित्र महत्त्वपूर्ण योजनाहरू यो योजनामा चाहिँ हाम्रो वडामा विकास निर्माणको भौतिक पूर्वाधार र निर्माणको निमित्त यो योजनामा बजेट यति आयो भन्ने कुरा कतिवटा आकलन छ, डेटाहरू के भेट्नु भएको छ? त्यो चाहिँ यस्तो हुँदो रहेछ सर, अब हामीले भन्दाखेरि ठ्याक्कै वडामै छुने गरेर योजनाहरू चाहिँ अब कि सिँचाइहरूका योजनाहरू वडामै परेका छन्। भौतिक पूर्वाधारका योजनाहरू चाहिँ के हुँदो रहेछ भने सर जस्तो अब हामी त कोही बेला मुख्यमन्त्रीज्यूसँग पनि भेटघाट हुँदा चाहिँ के हो अब हामीलाई के अब विकास निर्माणलाई पछाडि पार्न खोजेकै हो त भनेर भनिरहँदाखेरि उहाँलाई प्रेसर गरिरहँदा नि उहाँले पनि अब चाहेर पनि त्यो ठ्याक्कै उहाँले चाहेर पनि त्यसलाई चाहिँ ठ्याक्कै यही 3 नम्बर वडामै तारकेश्वर गाउँपालिका वडामै भनेर तिनीहरूलाई नमिल्ने रहेछ। अब तारु जस्तै अब मैले 2-3 बाटोहरू भने सर जस्तो हाम्रो तारकेश्वर गाउँ 3 नम्बर वडा जस्तो हाम्रो 2-3-4 सम्म नि तारुका घाट काउले सडक
भनेर अब छ। अब त्यो बिस्तारै क्रमबद्ध रूपमा काम अहिले हाम्रो यो बदेलीसम्म अब 2 नम्बर वडा सकेर 3 नम्बर वडाको सिमानासम्म आइपुगेको छ। यसपालि पनि केही बजेट छ। उहाँले त्यसलाई चाहिँ म बहुवर्षीमा लगेर व्यवस्थापन मिलाउँछु, तपाईँहरू ढुक्क हुनुहोस्, म तलबाटै काम गरेर आउँछु। म आगामी निर्वाचनमा यो तारुका र बुद्धसिंहको बाटो पिच गर्ने लक्ष्यमा छु। मलाई सानातिना धिना मसिना योजनाहरू ल्याएर नहल्दाउनुहोस्, म ठुलो काम गर्न चाहन्छु, देखिने खालको काम गर्न चाहन्छु भनेर भनिरहनु भएको कारणले हामीले वडागतै अब वडामै यो गर्नु पऱ्यो, त्यो गर्नु पऱ्यो, टुक्रे योजनाहरू यसरी ल्याउनु हामीले बढी फोकस पनि गर्नु। भनेपछि माग्न जानु भएको छैन, साना टुक्री योजना कार्यकर्ता खुसी पार्ने ढङ्गबाट नगइकन यहाँको गुरु योजना र दिगो विकाससँग जोडिएर मात्रै मुख्यमन्त्रीसँग समन्वय गरिरहनु भएको छ। जनसमुदायलाई यही भन्नुहुन्छ है। यो कुराकानी गर्दै गर्दा गाउँसभा पनि सम्पूर्ण भइसकेको छ। अस्ति 10 गते तपाईँहरूको यो गाउँसभाबाट र तपाईँको ओडाले प्रस्तुत गरेको सिलिङ कति बजेट वडा अध्यक्षले खर्च गर्न पाउने र कस्ता योजनाहरू यसपालि समेटिया छन्? अब यो आर्थिक वर्ष, अब चलिरहेको आर्थिक वर्ष भन्दा नयाँ आर्थिक वर्ष सुरु हुने चाहिँ हामी साउन 1 गतेबाट हामीले चाहिँ गाउँपालिकाले अस्ति गाउँसभा सम्पन्न गरिसक्यौँ। सिलिङ वाइज बजेट चाहिँ जस्तो 5वटा शीर्षकमा चाहिँ बजेट विनियोजित भएको छ र त्यो शीर्षक वाइज बजेट चाहिँ अब वडाले खर्च गर्न पाउने भने चाहिँ जम्मा 30 लाख रुपियाँ मात्रै छ। अनि 6 लाख रुपियाँ चाहिँ कार्यालय सञ्चालन खर्च भनेर यहाँ कार्यालयमा पाउने विभिन्न अब मसीदेखि लिएर फोटोकपीदेखि लिएर सम्पूर्ण यहाँ कार्यालयका कर्मचारी पदाधिकारीले खाने मिटिङ भत्ता सत्ता, मासिक एउटा 2टा मिटिङ भत्ता खाने एउटा जुन संविधानले दिएको व्यवस्थापन अनुसार त्यो सम्पूर्ण गर्न जाने 6 लाख व्यवस्थापन भएको छ र 30 लाख चाहिँ वडाले बजेट बनाउने कुरा छ। अब हामीले अब यस्तै ठुला योजनाहरूलाई बनाउने भन्दा नि अब यो अघिल्लो 2 वर्ष भन्दा नि अघिल्लो 8-7 वर्ष हुनु अब बजेटहरू बनाइयो। जस्तै अब सानातिना सिँचाइ कुलाहरू, खानेपानी मुहानहरू, कुवाहरू, अनि सडकहरू खन्ने 1.5-2 लाखले कसैको त अब अहिले त मूल सडक त भइसकेको छ। बस्तीहरूमा जानको लागि के अरे अब जुन कृषि सडकहरू बनाउनको निमित्त अब खर्च गरियो। यसपालि चाहिँ अलिकति फरक खाले चाहिँ बजेट बनाउने कि भनेर मैले सोच चाहिँ बनाइरहेको छु। त्यही पनि हाम्रो वडा कार्य समितिका पदाधिकारीहरूको मिटिङ बस्ने अब पछि 16 गते बस्ने तयारीमा छु। मैले 2-3वटा खालको यस्तो खालको एउटा प्रपोजल पनि मैले ल्याएर हेरिरहेको छु। मैले यहीँ पनि छ जस्तो एउटा काठको कपडा बैङ्क भन्ने चाहिँ कम्पनीसँग मेरो समन्वय भएको छ। अब यसले चाहिँ उहाँले भनेअनुसार त अब त्यति राम्रै हुन्छ। तपाईँलाई हामी चाहिँ त्यहाँका दुखी गरिबहरूले कपडा लाउन नपाएका त्यहाँका पुराना कपडा हामी निःशुल्क लिएर आउँछौँ। अनि त्यस पुरानो कपडा हाम्रो मेसिनमा ल्याएर हालिदिनु पऱ्यो, हामी लिएर आएर नयाँ बनाएर दिन्छौँ। उहाँलाई जसलाई सम्बन्धित मान्छेलाई चाहिन्छ सम्बन्धित मान्छेलाई दिन्छौँ। सम्बन्धित मान्छेलाई चाहिँदैन तपाईँहरूले हामीलाई साइज भनिदिनुहोस्। अब जस्तो अब नापेरै सिला जस्तो त हुँदैन। जस्तो त्यहाँ XL, XXL के भन्ने जस्तो एउटा हुँदो रहेछ होइन, त्यो साइज बनाएर दियो भने अनि त्यस पछाडि हामी चाहिँ कपडा बैङ्क एउटा सञ्चालन गर्ने भन्ने एउटा प्लानमा छु सर म चाहिँ। त्यस पछाडि अब यसपालि अर्को एउटा पनि अब जुन सिपमूलक कार्यक्रम तालिम गर्ने अब बजेटले स्रोतले कति थाल्छ त थाहा छैन। स्रोत चाहिँ अलि लामै लिएको छ, जम्मा 30 लाख रुपियाँ बजेट छ। अनि त्यस पछाडि चाहिँ एउटा साबुन बनाउने तालिम एउटा उहाँसँग पनि कोर्डिनेसन भइरहेछ। उहाँले पनि 4-5 लाख रुपियाँ भयो भने 52-55वटा मेसिन आउँछ। उहाँले निःशुल्क रूपमा ट्रेनर उपलब्ध गराइदिन्छौँ, केमिकल उपलब्ध गराइदिन्छौँ। तपाईँहरू 52-55 जनालाई त्यो चाहिँ रोजगार दिन सक्नुहुन्छ भन्ने खालको कुरा पनि परामर्श भइरहेछ। त्यो पनि छलफलको क्रममा छौँ, त्यो गर्ने कुरा छौँ। र अहिले हामी यो 3 नम्बर वडाभित्र मावि यो विद्यालय एउटा छ। अध्यक्ष मैले यहाँलाई रोक्न खोजेँ यो विषयमा। वडाबाट आगामी वर्ष 82-83मा खर्च हुने करिब 30 लाख वडा अध्यक्षले चाहिँ मातहतमा रहेर खर्च गर्न पाउने सेलिङ आएछ। 30 लाख पैसा आउँदै गर्दा र जनताको घर आँगनको सरकार, स्थानीय सरकार र विशेषतः वडासँग प्रत्यक्ष जनता जोडिन्छन्। भोलि खानेपानीको पानी डडेलले खायो भनेर 50 लिटर पाइप माग्न पनि तपाईँबाट आउने गर्छन्। सिँचाइ कुलो बगायो अलिकता तारजाली व्यवस्था गरिदिनु पर्यो भनेर पनि वडामा आउने गर्छन् र जनताको समस्या पहिला तपाईँसँग ठोकिने गर्छ। त्यसको निमित्त भइपरि आउने अवस्थालाई मध्यनजर गर्नुको निमित्त तपाईँले के सोच्नु भएको छ कि छैन यो विषयमा? त्यो जुन भइपरि आउने समस्याको लागि भनेर चाहिँ हामीले जस्तो तपाईँले भन्नुभएको जस्तै खानेपानी पाइप, सिँचाइ पाइप कसैको बगाउन सक्छ, पुरिन सक्छ, डडेलोले खान सक्छ,
त्यसको लागि चाहिँ भनेर हामीले एउटागत हरेक वर्ष चाहिँ बजेट व्यवस्थापन गरेका हुन्छौँ। अहिले पनि हजुर देख्नुहुन्छ बाहिर खानेपानी पाइप पनि छ, सिँचाइ पाइप पनि छ। त्यो चाहिँ अब हामीले उहाँहरूको आवश्यकता अनुसार हाम्रो प्राविधिक यहीँ कार्यालयमा बस्नुहुन्छ, गएर उहाँहरूले नाप्नुहुन्छ। नापे पश्चात अनि कति आवश्यकता के हो अब त्यो अनुसार चाहिँ खानेपानी पाइप व्यवस्थापन गराउने, सिँचाइ पाइप व्यवस्थापन गराउने भनेर निरन्तरता हामीले त्यो गरिरहेका छौँ। अब जनताको अपेक्षा अनुसार त अब यो हामीले माग अनुसार कति छन् त्यो त सम्बन्ध तैपनि जटिलता के हो, आवश्यकता के हो, आवश्यकता हेरेर त्यो चाहिँ व्यवस्थापन चाहिँ गर्ने भन्ने उद्देश्य चाहिँ छ। अब हामी तपाईँको तारकेश्वरको बडो शिक्षा क्षेत्र बडो भाइरल पनि हुने गर्छ, कहिले उतार चढाव आउने गर्छ, समस्याहरू उत्पन्न हुने गर्छ। तपाईँको वडाभित्रको विद्यालयको अवस्था र शैक्षिक अवस्था के छ? आज सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैछ, संस्थागत विद्यालयले आकर्षण बढिराखेका र सामुदायिक विद्यालयका शिक्षकहरू राम्रो पढाउँदैनन्, सामुदायिक विद्यालय चाहिँ गुणस्तरयोग्य छैन भन्ने आरोप लाग्ने गर्छ। तपाईँको वडाभित्रको संस्थागत विद्यालयको अवस्था के छ? यहाँको यो आरोपलाई कसरी चिर्नुहुन्छ? यो विषयमा के रहेछ तपाईँको बुझाइ र अनुभव भोगाइ के भेट्नु भएको छ? अब यो शिक्षाको विषयमा विशेष गरी खास मैले भन्नुपर्दा यो मैले अहिले 7-8 वर्ष रनिङमा मैले शिक्षाको विषयमा बोल्नुपर्दा सर म अघिल्लोचोटि शिक्षा समितिमा पनि थिएँ 74 निर्वाचनमा। त्यस पछाडि 79 फेरि पुनः निर्वाचित भएपछि पनि अब शिक्षाको विषयमा अलिअलि भाइरलको कुरा गर्नुभयो। ठ्याक्कै जनताले भनेका कुरा र हामीले गर्न चाहेको स्थानीय तह हामीले चाहिँ अलिक निर्वाचित भइसकेपछि के गरौँ भन्ने चाहना हुन्छ नि त। त्यो चाहना अनुरूप अलिकति त्यहाँ जनताबाटै अब हिजो त पुर्खाले तपाईँको विद्यालयमा अब गाउँघरका तपाईँको जनसङ्ख्या वृद्धि दर व्यापक रूपमा चाप थियो। अनि विद्यालयहरू नजिक थिएन, एक विद्यालयको अवधारणा आयो संहिता आउनुभन्दा अगाडि। अनि पुराना पुर्खाहरूले एक विद्यालय लगभग हाम्रो तारुका गाविसमा सबै ठाउँमा छ मात्र हिजो साबिकको 1 नम्बर वडामा मात्रै 2टा विद्यालय छन्, नत्र पनि सबै एक विद्यालय सबै ठाउँ। त्यो विद्यालय हिजोको आवश्यकता त्यो थियो, माग थियो। तर आजको आवश्यकता माग चाहिँ अलिक कम न्यून भयो कि पहिलोको कुरा भने चाहिँ हाम्रो जुन यो उत्पादन भनेको जनसङ्ख्या कम भयो। त्यस पछाडि अलिअलि भएका जनशक्तिहरू पनि जनसङ्ख्याहरू पनि अब के भयो भने अब मान्छेहरूसँग अलि विदेश जाने, अनि घरबाट चाहिँ एउटा विदेश जाने, विदेश गएपछि अलिक केही पैसा आर्थिक स्रोत हुन्छ, आर्थिक अवस्था अलिकति सम्पन्न भएपछि सहर केन्द्रित हुने, शिक्षामा लगानी गर्ने ट्रेन्ड छ, आफ्नो छोराछोरीलाई पढाउनु पर्छ भन्ने सहरतिर केन्द्रित भए। त्यो भनेर चाहिँ अलिक उहाँहरूको बुझाइ नै अलिक कम भएको हो कि जस्तो लाग्छ। किनभने अब उहाँहरूले सरस्वती हेर्दाखेरि मेरो बुढामा एउटा सानो 3-5 वर्षसम्म एउटा बोर्डिङ सञ्चालन भइरहेछ। उहाँहरूले आफ्नो छोरा त्यहाँ बोर्डिङ पठाउने अभिभावकले आफ्नो बच्चालाई त्यहाँ खाजा व्यवस्थापन हुन्छ, ड्रेस व्यवस्थापन हुन्छ, सरसफाइको व्यवस्थापन हुन्छ, सबै कुरा हुन्छ। तर अब हामीले त्यही बच्चालाई हाम्रो सरकारी विद्यालयमा ल्याउनुहोस्, हामी केही कमी कमजोरी भयो, व्यवस्थापन समिति हुन्छ, त्यहाँ प्रशासन हुन्छ, तपाईँहरू आउनुहोस् विद्यालयमा पुर्याउन आउँछ, केही भयो भने के तपाईँको बच्चा होइन 10 चारमा हाम्रो जिम्मा हो। अब त्यो हाम्रो जिम्मालाई हामी चिरेर तपाईँहरूको बच्चालाई हामी राम्रो शिक्षा दीक्षा दिलाउँछौँ भन्दाखेरि मान्छे अलिकति यो अहिले यो के परिवर्तन अलिकति मान्छे मनस्थिति बोर्डिङ भनेपछि अलिकति हाई क्वालिफाईको पढाइ हुन्छ भने त्यो चाहिँ हामीलाई चाहिँ लाग्दैन। किनभने बोर्डिङमा भने चाहिँ कस्तो हुन्छ जस्तो लाग्छ मलाई भने हाम्रो जस्तो यहाँ चल्दा स्थानीय अब सहरतिरको छुट्टै कुरा होला, त्यहाँ पनि योग्य नै मास्टर सरहरू हुनुहुन्छ होला। तर अब हाम्रो यहाँ चाहिँ अब आयोग पास हुन नसकेका सरहरू हुनुहुन्छ, अनि धेरै जस्तो म देख्छु चाहिँ +2 पास गरेका सर मिसहरू हुनुहुन्छ। उहाँहरूले पढाउँदा राम्रो हुने अलिक मान्छे जनतामा अलिक कन्सेप्टै फरक भएको कि जस्तो लाग्छ। अनि सबै भाका पछि सहर केन्द्रित हुने र बाँकी र अब सरकारी विद्यालयमा सरकारको अब हामी पनि एउटा स्थानीय तहको तल्लो जनतासँग प्रत्यक्ष जोडिनुपर्ने, सरकार हुँदै पनि अब त्यो विद्यालयसँग चाहिँ हामी जोडिरहनु पर्ने। अब उहाँहरूले जो दुःख गर्नुभयो, अनि त्यो फेरि अलिकति हामीले संविधान र नीति नियमलाई पनि अलिकति टेक्न चाहिँ पर्ने। नीति नियमलाई भन्दा त हामी पनि फेरि माथि त हुँदैन, मान्नै पर्यो। अब नियम कानुनलाई टेक्दै जाँदा नि अब सङ्घीय शिक्षा नियमावली अनुसार 1-3 चलेका विद्यालयमा तपाईँको 30 देखि 32 जना विद्यार्थी हुनुपर्ने भनेर सङ्घीय नियमावली तपाईँ प्रश्न रूपमा लेखिएर आएको छ।
अब हामीले सरस्वती हेर्दाखेरि तपाईँको अहिले तारकेश्वर गाउँपालिकाभित्रकै विद्यालयमा चाहिँ यो कमै सम्भावना छ, किनकि विद्यार्थी सङ्ख्या छैन, गाउँमा जनसङ्ख्या वृद्धि दरै छैन, नभएपछि अलिक भागा पनि अलिक कम छ। तैपनि मिलाएर अब किन गाउँघरका साना साना नानी बाबुहरूलाई किन दुःख दिने त भन्ने हिसाबले अब यतै राखौँ, के अरे विद्यार्थी चलाइदिनु त भनेर भन्दा पनि अहिले त तपाईँ के विद्यालय भाइरल हुनु कारण चाहिँ बेला बेला तारकेश्वर गाउँपालिका शिक्षाको विषयमा अलिकति तपाईँले त्यो सामाजिक सञ्जालमा देख्नु भएको कुरा उठाउनु भयो होइन। त्यो भाइरल हुनु चाहिँ के भने अब विद्यार्थी सङ्ख्या विद्यालयमा हेऱ्यो भने पुग्दैन, जम्मा 2 जना 3 जना चाल छैन सर, त्यहाँ दरबन्दी 2-3 जना छन्, त्यो जनशक्ति त व्यवस्थापन गर्नु पऱ्यो नि। अनि एउटा विद्यालयमा त जनशक्ति के अरे तपाईँको अब सबै प्रस्तावित मावि निभावीहरू छन्, माथिल्लो तहका दरबन्दी छैन, तल्लो तहका मात्रै तल्लो तहका दरबन्दी छन् तर तल्लो तहमा विद्यार्थी छैनन्। माथिल्लो तहमा दरबन्दी छैन, विद्यार्थी सङ्ख्या बढी छ, आवश्यकताभन्दा बढी छ। यो हिसाबले समायोजन गर्नुपर्ने अवस्था देखिन्छ। तर समायोजन गर्दा नि राजनीतिक आग्रह पूर्वाग्रह हुन्छ भन्ने हिसाबले चाहिँ कुराकानी गरौँ, आरोप लाग्ने गरेको जति छ त्यो हिसाबले अब भनेपछि जुन बाहिर सामाजिक सञ्जालमा र सतैमा आएको कुरा होइन, यो कुरामा तपाईँ क्लियर हुनुहुन्छ है। अब हामीले स्वास्थ्यको कुरा अलिकति जोडौँ र यो पालिकाभित्रको र तपाईँको ओडाभित्रको स्वास्थ्य अवस्था र जनसमुदायले यो ओडाभित्रको स्वास्थ्यको पहुँचमा नागरिकले पाउने गरेको सेवा सुविधाको विषयमा तपाईँ कतिको सन्तुष्टि हुनुहुन्छ? स्वास्थ्यको विषयमा म सन्तुष्टि छु सर, किनभने म निर्वाचित भए पछाडि अब यहाँ समय अब परिस्थिति त्यस्तै भयो भन्दै आयो। अब 2072 को भूकम्प पश्चात भएका पुराना संरचनाहरू अब ध्वस्त भए, त्यस पछाडि विभिन्न सङ्घ संस्थाहरू, दार्जिलिङ सङ्घ संस्थाहरूले पनि बढी फोकस गर्यो हाम्रो चाहिँ, किनभने नीलकण्ठ नगरपालिका हिजो धुसेनी थियो होइन। अब तपाईँको यता पारी काउले, त्यस पछाडि लिएर गएर बुद्ध सिंहका साथीहरूलाई अब त्यतातिर चाहिँ बर्थिङ सेन्टर नचलेका कारणले गर्दाखेरि हाम्रो यहाँ चाहिँ बर्थिङ सेन्टर हिजो चाहिँ तपाईँ के अवस्था थियो, एकजना मान्छे एउटा बिरामी एउटा सुत्केरी हुनु पऱ्यो भने तपाईँ त्रिशुली जाने हो कि काठमाडौँ जाने हो कि कहाँ जानुपर्ने परिस्थिति हुन्थ्यो। अब अहिले चाहिँ अब त्यस्तो परिस्थिति छैन, किनभने अब हामीले यहीँ बर्थिङ सेन्टर चलाएका छौँ। बिस्तारै अब देखो 2012 साल भूकम्प पश्चात चाहिँ भौतिक संरचनाको व्यवस्थापन थिएन। एउटा चाहिँ हामीले एउटा डिगोल के अरे हाम्रो यो कस्तो भन्नु के अरे सेभ द चिल्ड्रेनसँग चाहिँ समन्वय गरेर एउटा अस्थायी खालको एउटा सहर बनाएर व्यवस्थापन गरेर राखेका थियौँ। अनि त्यस पछाडि फेरि अब हामी निरन्तर रूपमा लागेर एउटा पूर्वाधार त बनाउनु पऱ्यो भन्ने हिसाबले त्यहाँ एकजना हाम्रो स्थानीयवासीसँग जग्गाको व्यवस्थापन गरेर अहिले हामी नेपाल सरकार, इन्डियन एम्बेसी र नेपाल सरकारको साझेदारीमा एउटा चाहिँ सुविधा सम्पन्न खालको भवन पनि सम्पन्न भएको छ, भइसकेका छ। हामी त्यहाँबाट सेवा दिन थालिसकेका छौँ। र स्वास्थ्यको अवस्था मैले हामीले जुन स्थानीय तहबाट दिनुपर्ने स्वास्थ्य पहुँच हो, हामीले देख्नु तपाईँको जस्तै खोपहरूको कुरा भयो, त्यो सबै कुराहरू राम्रै छ। अहिले पनि हाम्रो समग्र तारकेश्वर गाउँपालिकाकै हदमा अब यो जिल्ला जनस्वास्थ्य जिल्ला हाम्रो त्यो जिल्ला हस्पिटलबाट पनि हाम्रो तारकेश्वर गाउँपालिकाभित्र रहेको 6वटा स्वास्थ्य केन्द्रमध्ये हाम्रो उत्कृष्ट स्वास्थ्य सेवा स्वास्थ्य कर्मीहरूबाट चाहिँ उत्कृष्ट कार्य चाहिँ प्रथम पनि भएर उहाँहरूले पुरस्कृत पनि हुनुभयो। यो राम्रै सेवा सुविधा पाछन् जस्तो लाग्छ। र अहिले तत्काल फेरि मैले यो आर्थिक वर्ष स्वास्थ्यको विषयमा चाहिँ अलिकति अझै राम्रो गर्ने हो, जनतालाई सेवा दिन सकिन्छ भन्ने प्लानले अहिले फेरि हामीले एउटा ल्याब सञ्चालन गर्ने र त्यस पछाडि ल्याब सँगसँगै हामीले अर्को चाहिँ के प्लान बनाएको छौँ भने गाउँघरमा अब एउटा रेबिजको खोप चाहिँ एउटा कुकुरले सानो कुकुरले टोक्यो भने तपाईँको हामी रेबिजको सुविधा पनि त्रिशुली हस्पिटल जानुपर्ने हुन्छ। त्रिशुली हस्पिटल जाँदा के हुँदो रहेछ भने खोप एउटा इन्जेक्सनलाई पर्छ 500, तर त्यहाँ जनता आउजाउ गर्ने खाजा खाने गर्दा 1000 खर्च हुन्छ। 15देखि 1800 खर्च हुन्छ एउटा खोप लाउनु जाँदा, 2-3 जानु पऱ्यो, पैसा चाहियो भनेपछि त्यो चाहिँ यसपालि फेरि यहीँ हामी अब सम्पूर्ण कुरा अब जनशक्ति व्यवस्थापन छँदैछ, त्यसलाई चाहिँ अलिक थोरै बजेट व्यवस्थापन गरेर रेबिजको खोप र ल्याब चाहिँ व्यवस्थापन गर्ने हो कि अब आउने आर्थिक वर्ष चाहिँ भन्ने प्लान पनि बनाएको छ। स्वास्थ्यको विषयमा त्यो राम्रै छ। अब हामी कार्यक्रमको अन्तिममा छौँ, कुराकानी गर्दै जाँदा अझै लामो भइरहेछ। अब
यो भौतिक निर्माण र पूर्वाधार विकास त सीमित स्रोत साधन जनताको असीमित आवश्यकता र आधारभूत विषयसँग जोडिने भएको हिसाबले बढ्दै जाने अवस्था देखिन्छ। अब मुख्यतः वडा कार्यालयबाट प्रदान गर्ने सेवा कार्य सम्पादनको विषयमा जनसमुदायलाई तपाईँले कतिको सन्तुष्टि दिन पाउनु भएको महसुस गर्नुभएको छ? यहाँको कर्मचारी वडा सदस्य साथीहरू तपाईँको वडामा करिब 8 वर्षको काम गर्दै गर्दाखेरि जनसमुदायले पाएको तपाईँको खुसी या चुनौती तपाईँले दिन सक्नुभएको सेवा प्रवाहको विषयमा के भन्नुहुन्छ? जनताहरू खुसी नै छन् जस्तो लाग्छ, किनभने मैले दिने सेवा भनेको तपाईँको पुनः म फेरि 74मा निर्वाचित भए पश्चात मेरो काम काजलाई देखेर नै फेरि पुनः दोहोऱ्याएर निर्वाचित भएको। यतिको जनताले दोहोऱ्याएर पत्याएका होइनन् होइन। तपाईँको पछिल्लो निर्वाचनमा तपाईँको लगभग 86% मत मेरो पक्षमा थियो। त्यस पछाडि जनता त्यसमा सन्तुष्टै भएर जस्तो लाग्छ, किनभने निर्वाचनले दोस्रो निर्वाचनले पनि देखायो। र अहिले पनि मैले दिने सेवा भनेको म बिहान उज्यालो भएदेखिबाट मलाई घर र अफिस, मेरो घर नजिकै छ, अफिस यही नै भयो। अनि लगभग अब हाम्रो सचिव पनि स्थानीय नै हुनुहुन्छ। कम्प्युटर अपरेटर अहिले चाहिँ अलिकति सिस्टममा जानुपर्छ भन्ने अब सङ्घीय सरकारबाट एउटा सिस्टममा अलिकति कार्यालयहरू चाहिँ अब सार्नुपर्छ। हिजो चाहिँ एउटा डाटा रजिस्टरमा लेखेर लाग्छ भन्थ्यो, अहिले चाहिँ कम्प्युटरमा चाहिँ डाटा राख्नुपर्छ, बायोडाटा भन्ने हिसाबको छ। उहाँहरू सबै स्थानीय नै छन्। हामी त्यो भएपछि हामी कार्यालयबाट दिने सेवा सुविधा चाहिँ 10 बज्नुपर्छ भन्ने उ छैन। हामी चाहिँ 10 बजीभन्दा अगाडि नै पनि आउँ सेवाग्राही। के भने हाम्रो चाहिँ यहाँ चाहिँ अलिकति जिल्ला प्रशासन कार्यालय चाहिँ प्रशासन त सबै विदुरमा छ उहाँको, त्यहाँ चाहिँ जानुपर्ने। हाम्रो यहाँ गाडी 9 बजी छुट्छ। अनि 9 बजी छुट्ने भएपछि हामी 9 बजी प्रायः जस्तो सेवाग्राहीलाई सेवा दिँदा चाहिँ हामी एउटा जिल्लातिर काम गर्दा चाहिँ 9 बजी दिन्छौँ। त्यस पछाडि आएका विषयमा बिहान बेलुका दिउँसो जति बेला पनि सेवाग्राहीलाई सेवा दिइरहेकै छौँ। सन्तुष्टि नै हुनुहुन्छ अहिलेसम्म। हस्, व्यस्त समयको बावजुद समय उपलब्ध गराइदिनु हो, त्यसको लागि हार्दिक धन्यवाद, आभार। हस्, धन्यवाद। श्रोता, हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो तारकेश्वर गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष सूर्यमान श्रेष्ठ। हामी तारकेश्वर गाउँपालिका वडा नम्बर 3 को समग्र शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र वडा कार्यालयबाट प्रदान गर्ने सेवा विषयमा पनि रहेर कुराकानी गऱ्यौँ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै आगामी हप्ता र आगामी वर्षमा फेरि फरक व्यक्ति र फरक अतिथि लिएर आउने बाचा गर्दै प्राविधिक संयोजनमा जुट्नुहुने सहकर्मी सहित म सुमन अधिकारी पनि आगे चाहन्छु। तपाईँ साथ शुभ रहोस्। नमस्कार। सर, फोन आइको आइ छ यो फोन।